हेलो गाइज वेलकम ब्याक टु न्यू ब्लग। ए मेरो गर्लफ्रेन्डलाई त यस्तो हुँदा मन पराएको, यस्तो हुँदासम्म मन पराइराख्नेछु क्या। यस्तो हुँदासम्म म चाहिँ यहाँ चोरी उखाल्दैछु नि त, अनि त्यही भएर मोबाइल लिन आएँ क्या। मोबाइल भएन भने भिडियो बनाउनु पऱ्यो नि त होइन, अलिअलि भिडियो बनाउनु पऱ्यो। अनि त्यही भएर के भन्छ कसो भन्छ होइन, मेरो बारेमा राम्रो सोच्नेहरूलाई राम्रै छ होइन, नराम्रो सोच्नेहरूलाई चाहिँ त्यही भन्छु, तिमीहरूले राम्रो सोच या नराम्रो सोच, भुत्रो फरक पर्दैन क्या मलाई। यहाँ जाँदैछु, अस्ति यहाँ मकै रोपेको, यहाँ मकै रोपेको थियौँ अस्ति हामीले, अस्ति भिडियो त गरेको थिएँ। यहाँ छ अस्ति हामीले मकै चाहिँ यहाँनिर रोपेको थियो अगाडि। अनि मकै देखाउँछु म यत्रो यत्रो भइसक्यो भनेर। धेरै अब ठुलो भएको जस्तो छैन, कति चाहिँ भएर कति 15, 16, 17, 18 दिन भयो होला। धेरै ठुलो पनि छैन। नरिसाउनु ठुलोमै मकै बारीबाट हिँडे यत्रो यत्रो भएको छ मकै। उता त फलेको छैन, उम्रेकै छैन, यता चाहिँ खतरा उम्रेको छ। अब किन डराउनु होइन, आफ्नो काम गर्नु छ, किन डराइराख्नु होइन। आफ्नो काम गर्नु छ होइन। अब मान्छेहरू साइकल टिप्छन्, काम गर्नु जान्छन् होइन, साइकल टिपेर। अनि म पनि आफ्नो काम गर्नु डराउँदिनँ, म पनि मोबाइल पक्रिन्छु, क्यामेरा खोल्छु होइन, अनि भिडियो गर्नु थाल्छु। के भयो त, के हुन्छ हुँदैन नि, मुसुरी खानु पर्नेछ। हाम्रो मम्मी, मेरो मम्मी, हाम्रो होइन मेरो, कसरी फलेको छैन यसपालि। यो हाम्रो बाख्रा, यो हाम्रो दुईटा राँगा, यो चाहिँ म होइन, के फरक पर्दैन नि त। सक्यो होइन, मसिनो उकालेर म चाहिँ घर लाग्दैको। पानीको बोतल यहाँ भाउजूबाट लिएको थिएँ, त्यहाँ दिँदै जानु पऱ्यो। जुन दिन पनि होइन, जुन दिन यहाँ अब फेसबुकमा अहिले होइन एउटा भिडियोमा त 1K भ्युज घटेको रहेछ, युट्युबमा त रे पनि छैन होइन। जुन दिन होइन भिडियोमा मिलियनमा भ्युज आउँछ नि, मलाई मेरो भिडियोमा रियाक्सन दिनेहरूलाई, नराम्रो सोच्नेहरूलाई होइन, त्यो भन्छु, त्यो दिन बिग फ्यान दाइ भन्दै आउँछस् तिमीहरू पनि। याद गरिराख यो कुरा, सोचमा पर्लास्, एक न एक दिन थाहा पाउँछस् होइन, त्यति चाहिँ भन्छु।